घर बनाउन चाहनुहुन्छ हाम्रो यहाँ आइसकेको ग्याङ फाइट परेको थियो हैन यहाँ भत्केको पुल नि छ गाइस त गरिदिनु भन गाइस सब्स्क्राइब गरिदिनु होला गाइस हामी आइसकेको छौँ भन्नु न गाइस यो चाहिँ हाम्रो हसन्द बजार हो यो टिप बनाउन भीगी रातों में मीठी मीठी बातों में ऐसा लगता मुझे तरम तरम मकई बारी तरम तरम हरिया काका तरम तरम मकई बारी तरम तरम मेरो हसन्द हैन भर्खर बाटो बनाएको छैन गाइस तर यो हेर्नु टिपर कुदेर हैन गाइस अब तपाईहरु ब्याकग्राउन्डमा टिपर देख्न सक्नुहुन्छ हैन यो टिपर चाहिँ कुद्छ हैन तर पानी चाहिँ हाल्दैन यस्तो पानी हाल्दै केही सावधान हुन्थ्यो नि त केही रात मिल्थ्यो नि त तर हाल्दैन तपाईहरु पनि घर बनाउन चाहनुहुन्छ राम्रो घडेरीको खोजीमा हुनुहुन्छ भने आउनुहोस् हसन्द बजारमा एकदमै राम्रो घडेरी पाउन सक्नुहुन्छ तपाईहरु देख्न सक्नुहुन्छ एकदमै आकर्षक घडेरीहरू यहाँ बिजुलीको पोलदेखि लिएर खाने पानीदेखि लिएर हरेक थोकको सुविधा छ तपाईले बाटोको पनि सुविधा छ हरेक थोकको सुविधा छ हेर्नु गाइस अब म चट्ट यहाँनिर हामी यहाँ फुटबल खेल्ने टिमसँग आइपुगेको छौँ यहाँ पछाडि देख्न सक्नुहुन्छ यहाँ केटाकेटीहरू फुटबल खेल्दै रहेछन् होइन यहाँ हामी आइपुगेको छौँ यहाँनिर देख्न सक्नुहुन्छ हाम्रो खेलाडीहरू यहाँनिर खेलिरहेका छन् लाइभमा हाम्रो यहाँ आइसकेको ग्याङ फाइट परेको थियो होइन यहाँनिर यहाँ देख्न सक्नुहुन्छ यहाँ भाइ रुवाइ नै दिनुभएको छ यहाँ हेर्न सक्नुहुन्छ कुटेर यहाँ रुवाइदिइसक्नु भएको छ गाइस आइस दाइले यहाँ भाइ छ उहाँ हेर्नु रुँदैछ कसो गल्ती हो जस्तो लाग्छ गाइस तपाईँलाई कमेन्ट गरिदिनु यहाँ रुइरहेको छ भाइ देख्न सक्नुहुन्छ यहाँ देख्न सक्नुहुन्छ रुइरहेको छ अहिले हाँसिसकेको छ किल्लर मुस्कान दिइसकेको छ है आइस दाई पनि खुसी हुनु हो आजको ग्याङ फाइट भनेको चाहिँ खत्रै भयो होइन आइस दाई यहाँ देख्न सक्नुहुन्छ आइस दाईलाई खतरा कुटिदिनुहुन्छ नि मान्छे फेरि वेलकम ब्याक टु माई युट्युब च्यानल त्यो चाहिँ स्पन्दन ब्लग हो होइन मेरो चाहिँ युट्युब च्यानल होइन त्यही भाइकोमा भनिदिएको होइन तपाईँहरू देख्न सक्नुहुन्छ ब्याकग्राउन्ड भ्यू चाहिँ राम्रो छ होइन यहाँ तपाईँहरू देख्न सक्नुहुन्छ घाम खोइ घाम ऊ त घाम होइन खोइ हाम्रो घाम देखिएन अब घाम टल्क्यो होला कि गाइस तर देखिन्छ कुनै दिन होइन सँगै आउनुपर्छ हेर्न होइन यो चाहिँ हाम्रो स्पट हो यो चाहिँ खतरा स्पट हो क्या भन्नाले घुम्ने ठाउँ एकदम भाइरल हो क्या यो हसन्दतिर यहाँ भत्केको पुल नि छ गाइस तर त्यो भत्केको पुल होइन रियालिटीमा भत्केको मात्र हो अब के भन्न खोजेको तपाईँहरू आफै बुझ्नु न होइन यो चाहिँ मेरो भाइ स्पन्दन हो अस्ति मेलामा भेटाएको होइन कुन मेलामा राख्छु सर त रामनवमी मेलामा भेटाएको होइन त्यहाँ रोटेपिङ खेल्दै रहेछ क्या रुँदै रहेछ अनि झुन्डे गरेर घरमा सक्नुहुन्छ होइन मोटाइसक्यो अस्ति नै त लुते थियो होइन फेरि हामी आइसकेको छौँ अर्को नयाँ भिडियो लिएर ब्लग लिएर यो चाहिँ हाम्रो हसन्दको के ठाउँ हो भाइ यसलाई के ठाउँ भन्छ भनिदिँदैन भनेको के डाँडा भन्छ भाइ यो भनेर रमिते डाँडा हसन्दको रमिते डाँडा होइन भाइरल ठाउँ हो एकदम भाइरल होइन यहाँ डाँडा छ क्या तपाईँहरू यहाँ भन्नाले बाटो यस्तो राम्रो छ नि तपाईँहरू एक्सपेक्ट नै गर्न सक्नुहुन्न क्या नेपालको सबसे राम्रो सुन्दर बाटो कहाँ छ भनेर तपाईँलाई जान्न मन लाग्यो भने हसन्द भिजिट गर्नु एकदमै राम्रो एकदमै आकर्षित वाला बाटो छ यहाँ भाइरल बोकान छ होइन अहिले चाहिँ नदेखाम होला होइन अब फेरि पत्रकारहरू आउनुभयो भने त होइन गाह्रो हुन्छ नि त फेरि यहाँ सम्हालि नसक्नु भिड हुन्छ होइन त्यसैले हामीले बोका नदेखाउने निर्णय गऱ्यौँ तत्कालको लागि होइन त्यसैले अब हामी लाग्दैछौँ होइन हाम्रो ब्लग चाहिँ अब केही छिनमै सकिनेछ हामी अहिले बाटो हिँड्दैछौँ यो बाटोलाई खासमा बाटोको नाम के अरे बाटोको नाम महेन्द्र हाइवे दोस्रो महेन्द्र हाइवे क्या पहिलो महेन्द्र हाइवे 2 भन्नु न महेन्द्र हाइवे 2 पहिलो चाहिँ उताको भयो भने अहिले दोस्रो चाहिँ यताको भयो क्या होइन त्यसैले हामी यो बाटो एकदम क्वालिटीको बाटो छ होइन तपाईँहरू कति लेयर 3टा लेयर छ क्या बाटोमा नि अब के लेयर भन्ने कुरा मलाई पनि थाहा छैन होइन छ भाइले भनेको न भाइ होइन हेलो गाइस हामी जब जाँदै गर्दाखेरि हामी यहाँ आइपुगेको छौँ फुटबल खेल्ने ठाउँमा हाम्रो आइस भाइले राम्रो फुटबल खेल्दो रहेछ यहाँ आइस भाइ यहाँ गरिदिनु भन गाइस सब्स्क्राइब गरिदिनु होला हामी अमन भाइठामा आइसकेको छौँ अमन सब्स्क्राइब गरिदिनु सब्स्क्राइब गरिदिनु होला ल गाइस अब हामी जाँदैछौँ घर होइन एकछिन यहाँ फुटबल खेलेर भाइहरूसँग हामी लाग्यौँ घरतिर टाटा बाई बाई सी यू टुमरो गाइस हामी आइसकेको छौँ हाम्रो घर चाहिँ हामी लागेको
गाइस यहाँको जग्गा बिक्रीमा छ देख्न सक्नुहुन्छ यहाँ बोर्ड तपाईँले यो जग्गा बिक्रीमा छ किन्न सक्नुहुन्छ होइन फोन नम्बर पनि देखियो गाइस होइन फोन नम्बरमा यो फोन नम्बरमा कल गर्नुहोस् किनभने यहाँ हामी जग्गा बिक्री यहाँ प्लटिङ हो गाइस यो चाहिँ हसन्दको स्पन्दनको नाम बिक्रीमा लिएर छ जग्गा किन्न आउनु भयो हामी चाहिँ उहाँ घर आइपुगेको छौँ है गाइस स्पन्दनको नाम लिएर जग्गा किन्न आउनु भयो भने गाइज तपाईँले जग्गामा किन्दाखेरि केही पर्सेन्ट छुट पाउन सक्नुहुन्छ त्यसैले रिफर स्पन्दनद्वारा रिफर भएर आएको भने चाहिँ जग्गा किन्न आउनु होला बुझ्नुभयो सम्पर्क नम्बर त्यही लेखेको थियो अब कति थियो मलाई पनि थाहा छैन होइन गाइज ल गाइस अब यति भने हामी चाहिँ आफ्नो घरतर्फ लाग्छौँ यहाँ देख्न सक्नुहुन्छ हाम्रो घर पनि आइसकेको छ यहाँ चट्ट अब हामी आफ्नो घरतर्फ लाग्छौँ गाइस आइस दाइ र म ल आइस दाइ आजको लागि यति नै बाई बाई भनिदिनु आजको लागि यति नै गाइज पर्वत ब्लग बब्बाई बाई बाई टाटा सी यू टुमरो